एकदम शालीन, एकदम सहनशील, हरेक चीजमा कुनै पनि कमी कमजोरी नभएको यो सुहाङ नेम्बाङ। मलाई पार्टीभित्रमा सबैभन्दा मनपर्ने भनेको सुहाङ नेम्बाङ हो किनकि उहाँको सरलता, उहाँले गर्ने अरूलाई व्यवहार जुन छ नि, सबै मान्छेहरू लोभिन्छ के उहाँदेखि। सबै पार्टीले रुचाउँछ कि उहाँलाई है। उहाँ एमाले पार्टीबाट चाहिँ अबद्ध हुनुहुन्छ उहाँ है। तर उहाँले त्यो छोड्थ्यो होला कि, किनकि उहाँको बाबा जुन पहिलादेखि नै एमालेबाट नै एकदम सक्रिय भएर आफ्नै गाउँठाउँमा विकासै गरिराख्नु भएको हो। तर उहाँको भनाइ, उहाँको सोच चाहिँ कस्तो के हो भने, अब यत्रो साल बाबा नै एमालेतिर लागि परेको छ भने म किन छोड्नु, यही पार्टीलाई चाहिँ समातेर यही पार्टीसँग चाहिँ आबद्ध भएर यही पार्टीलाई राम्रो लिड गरेर यो पार्टीलाई नै उज्यालो बनाउँछु भन्नेतिर लागि पर्नु भएको छ। तर उहाँको एकजनाको योगदानले चाहिँ नि यो पार्टीलाई राम्रो दिशातिर लान चाहिँ अलिकति गाह्रो मुस्किलै छ। उहाँले चाँडोभन्दा चाँडो यो ठाउँ, यो दिशा नै परिवर्तन गरे एकदम राम्रो हुन्छ। एमालेमा यति घृणाखोरहरू छन् है, भ्रष्टाचारीहरू छन्। राम्रो नियत, राम्रो गर्छु भनेर लागेका जुन व्यक्तिहरू छ नि, उहाँहरू नयाँ पार्टीसँग लागेको छ कि, चाहे माटो होस्, चाहे उज्यालो नेपाल होस्, चाहे रासोपा होस् कि, तपाईँ पनि बाटो मोडेर त्यतैतिर लाग्नुभयो भने झन् सजिलो हुन्छ कि। जुन अस्ति रमेश प्रसाईले पनि भन्नुभएको छ नि त, सुहाङ नेम्बाङलाई यति रिक्वेस्ट गरेँ तर उहाँ आउनु भएन, उहाँ आफैको एक पर्सनल प्रब्लम होला है। यदि उहाँ आउनुभएको भए हामी रासोपाले कुन दर्जामा राख्थ्यो, कुन स्टेपमा राख्थ्यो, कुन पदमा राख्थ्यो भन्ने एक खालको राम्रो कुरा राख्नु भएको थियो कि। त्यसै कारणले गर्दाखेरि सुहाङ नेम्बाङ एकदम राम्रो व्यक्ति हो, किनकि जनताको प्रभाव लिने, जनताको समस्या कहाँ के हो भन्ने कुरा ठ्याक्कै जोडिहाल्ने है। उहाँको भनाइहरू एकदम राम्रो हो कि, मलाई चाहिँ एकदम असाध्यै मनपर्ने मान्छे हो। अहिले चाहिँ उहाँले के भन्नुभएको छ भने, बालेनलाई 5 वर्ष उहाँको अवधि हो हैन, उहाँलाई मजाले काम गर्न दिनु, उहाँको विरोध नगर्नु, सकेसम्म सपोर्ट गर्नु, नसके विरोध पनि नगर्नु। 5 वर्षको कार्यकालमा राम्रोसँग काम गर्न दिनुपर्छ। 2 महिनाको समयमा हामी जनताले पनि यति चाँडै चाहिँ नि यति ठुलो परिवर्तन खोज्नु पनि बेकार हो भन्नुभएको छ कि है। हेर्नु त कति राम्रो व्यक्तिको राम्रो नै ऊ हुन्छ कि, प्रतिक्रिया हुन्छ कि त्यहाँ।